मेरो चाहिँ सुदूरपश्चिम हो, डडेलधुरा ठाउँबाट हो। म चाहिँ धेरै भएको छैन, 15-16 महिना चाहिँ भएको छ यता आएको। त्यही त हो नि, परदेशी जिन्दगी रमाइलो छ। काम साममा अलिअलि दिमाग खराब गर्छन्, त्यही पनि ठिकै छ, प्रेसर हुन्छ हैन, प्रेसर हुन्छ। हेलो भोला दाइ, हाम्रो दाइ चाहिँ म्याराथनमा पनि अस्ति भाग लिएर फर्स्ट आउनु भएको नि दाइ। अनि यो हाम्रो समुद्र स्टार्ट हुँदैछ। यो चाहिँ तपाईँको आर्टिफिसियल समुद्र भनेर साथीले मलाई जानकारी गराएको छ। यो चाहिँ मान्छेहरूको लागि चाहिँ ल्याएको समुद्र अरे, समुद्रबाटै ल्याएको। लाइक अब नेपालतिर चाहिँ कोसीको ठाउँबाट नहरहरू बनाएर लगे जस्तै, त्यो सिँचाइको लागि। यो पनि एउटा मानव बस्तीको लागि नेपाल। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग अगेन। अहिले चाहिँ हामी यसो समुद्र हेर्न जाँदैछौँ। अनि भर्खर हामी चाहिँ ड्युटीबाट आएको, हाम्रो साथी पनि छ। अनि म चाहिँ फ्रुट्स र भेजमा काम गर्छु, ऊ चाहिँ हाम्रो डेलीमा हो, कुक हो। के भन्छ, मटन बिरयानी, चिकन बिरयानीदेखि हरेक आइटमहरू हेर्छ उसले चाहिँ। यता हाम्रो चाहिँ मेरो डिपार्ट भनेको चाहिँ फलफुलहरूको चाहिँ हो। अनि हामी आज सल्लाह गरेर सँगै ड्युटीबाट फर्किरहेछौँ। सँगै करेन्स घुम्दैछौँ, अहिले एकछिनमा समुद्रको सिन आउँछ। अनि उसले मलाई सिकाउँदै लाँदैछ, यो ठाउँ यस्तो हो यस्तो हो भनेर। अनि हामी चाहिँ आज जाँदैछौँ। अनि यो चाहिँ होटल हो, यता चाहिँ नेपाली कलाकारहरू आउँछ। यो सेराटन होटल अरे, नेपालीहरू कलाकारहरू यहाँ आएर के बस्ने हो कि कन्सर्ट गर्ने हो? ए, बस्ने ओर्ने प्रोग्रामहरू गर्ने छ। हाम्रो ठाउँ चाहिँ यस्तो छ, बिल्डिङहरू। आज अनि अस्तिदेखि उसले भनेको थियो मलाई जाम यस्तो वकिङ गर्नुपर्छ भनेर। अब म चाहिँ छिटो गलिहाल्ने, त्यो बानी नै छैन काम गर्ने, मतलब अझै बानी हुन टाइम लाग्छ नि। सुते गर्न मन लाग्ने ड्युटीबाट आइसकेपछि। अनि आज चाहिँ फर्किँदाखेरि गाडीमा सल्लाह गर्दै आएको। अनि हाम्रो अरू कम्पनीको दाइहरू पनि आउँछन् ओर्छन् जान्छन्, तर आज भेट हुन्छ हुँदैन। प्रायः कसैले पनि फोन बोक्दैन अरे, मैले चाहिँ फोन बोकेर आएको। ए, पानीहरू यसरी यहाँ आउँदो रहेछ। यस्तो छ होटल, यही हो, सहर यही हो। हामी चाहिँ एकअर्काको दुःखहरू सेयर गर्दै जाँदैछौँ है। पर्नेस यही हो होइन, यही हो तर पारीको। ए, पारी हो। अनि तिमी ल भनिदेऊ साथी, तिमी कुन ठाउँबाट हो नेपालको? ए, मेरो चाहिँ सुदूरपश्चिम हो, डडेलधुरा ठाउँबाट हो। म चाहिँ धेरै भएको छैन, 15-16 महिना चाहिँ भएको छ यता आएको। त्यही त हो नि, परदेशी जिन्दगी रमाइलो छ। काम साममा अलिअलि दिमाग खराब गर्छन्, त्यही पनि ठिकै छ। प्रेसर हुन्छ होइन, प्रेसर हुँदा हुँदै टर्चर दिन थाल्छन्। यो भएन, त्यो भएन, यो गरिनस्, त्यो गरिनस्। बाबा रे बाबा, बाउको पैदा खाउँछ एकलट त। आफूलाई काम गर्नु पनि अब हात बसेको हुँदैन मेन चाहिँ। अनि के हो कसो हो के हो जस्तो लाग्ने के। अनि यो हाम्रो समुद्र स्टार्ट हुँदैछ। यो चाहिँ तपाईँको आर्टिफिसियल समुद्र भनेर साथीले मलाई जानकारी गराएको छ। यो चाहिँ मान्छेहरूको लागि चाहिँ ल्याएको समुद्र अरे, समुद्रबाटै ल्याएको। लाइक अब नेपालतिर चाहिँ कोसीको ठाउँबाट नहरहरू बनाएर लगे जस्तै, त्यो सिँचाइको लागि। यो पनि एउटा मानव बस्तीको लागि नेपाल, मतलब अन्डरग्राउन्डहरू छ यहाँनिर। अब भित्रभित्र वेल माछा होला, के होला, डल्फिन होला। अब टिकट महँगो भन्छ, हामी त्यत्रो यो गर्न पनि सक्दैनौँ, एफोर्ड गर्न सक्दैनौँ। पानी त सुकै छ त यार, पानी सुकिरहेछ हल्का हल्का। क्रिकेट खेल्छ बिहान बिहानै, यहाँ बिहान पनि क्रिकेट खेल्छ। घाम यस्तो पारिलो घाम लागिरहेछ। आज ढिलो आयो अलि हामीहरू। आज अलिक ढिलो आयौँ। म ड्युटीबाट आएर त्यो भएको लुगाहरू चाहिँ धुन वासिङ मेसिनमा हाल्नु थालेँ। भरे कपडा छुटेर फेरि डोर एकपल्ट लक भएपछि लक भए गर्दो रहेछ। अनि फेरि त्यता तान्दा ओर्दा भएन, अनि दगुर्दै आएको। यस्तै छ यहाँको अवस्था, देख्न सक्नुहुन्छ। सबै मरुभूमि हो, तर मरुभूमि केही छैन हेर। यस्तो पनि हुन्छ यो हरियो, यस्तो लाइक अब मरुभूमि पनि यस्तो उमार्न सकेको छ क्या कन्ट्रीले। यस्तो छ अवस्था। नेपालमा के उमार्दैन, नेपालमा भएको रुखहरू काटेर बिजोग छ। यहाँ चाहिँ रुख बिरुवाहरू उमार्न धेरै खुसी। रुखहरूको फुलहरू टिप्यो भने रुखको
डाक्ला चोड्दै हिँड्यो भने चाहिँ यहाँ चाहिँ अहिले यो रुखलाई काट्यो भने 10,000 फाइन हान्छ 10,000 फाइन हान्छ अरे। कति महिनाको तलब हो त्यो त अब कति हो कति अब भनेर साध्य छैन। यहाँ चाहिँ अब अन्डरग्राउन्ड पासिङ हो। यो चाहिँ यसरी रोड क्रस गर्न मिल्दैन, अन्डरग्राउन्डबाट जाने हो। यस्तो यस्तो हुन्छ है। प्यासेज चाहिँ बिल्डिङ देख्न सक्नुहुन्छ है, बिल्डिङ यहाँ चाहिँ हाम्रो प्रायः साइकलभन्दा पनि इलेक्ट्रिक स्कुटर हुन्छ सानो, जुन चाहिँ मान्छेको लागि 2 जनासम्म चट्ट बोकेर यस्तोतिर मान्छे जसरी वकिङ गर्छ चट्ट लाइक इलेक्ट्रिक हुन्छ। त्यो हाम्रो नेपालमा पनि हुन्छ, तर त्यो चाहिँ बसेर यहाँ चाहिँ उभिएर कुदाउने मिल्ने हुन्छ साइकल जसरी नै। 700-800 पर्छ अरे। अनि ब्याट्रीहरू अब त्यो छ नि, यहाँ फेसिलिटी धेरै छ, के गर्नु अब किन्न सकिँदैन। पब्लिक बस आउँछ। अन्त हाम्रो कम्पनीको बस पनि छ, बाइचान्स छुट्यो भने चाहिँ पब्लिक बसमा जाने हो। एउटा सुरुङ जस्तो यसरी बनाइदिएको छ। यस्तो छ अवस्था। समुद्र देख्न सक्नुहुन्छ। यसरी मान्छेहरू फिसिङ गरिरहेछन्। फिसिङ गर्ने, टाइम पास गर्ने, रमाइलो छ। आर्टिफिसियल हो। पारीसम्म मान्छेहरू, गाडी छ, के छ। यसरी यता क्याट पनि हुन्छ। यो ब्याउन आँटेको छ जस्तो छ। ओइ टोक्ला चाहिँ यस्तो बेला खानाहरू दिइरहेको हुन्छ मान्छेहरूले, बाटोमा राखिदिएको हुन्छ। म्याउ कस्तो दामी क्याटहरू। यस्तै छ। साथै ऊ पर कुद्दैछ, म चाहिँ यता हेर्दैछु योहरू। जहाज आउँदैछ, सामान लिएर आएको हो कि के गरेर आएको। पानी हेर्नु त यतिको सङ्लो निलो पानी छ। अहिले पानी घटेको रहेछ। ए दाइ, हेलो भोला दाइ। हाम्रो दाइ चाहिँ म्याराथनमा पनि अस्ति भाग लिएर फर्स्ट आउनु भएको नि दाइ। यस्तो कुद्नु हुँदो रहेछ, म त ज्यात्रो काम गर्नु हुँदो रहेछ त। विशालले यस्तो छ दाइहरू सबै हामीसँगै एकै ठाउँ काम गर्छौँ। पुरा कुद्न आउनु रहेछ ड्युटी सकेर पनि। यस्तो हुन्छ स्कुटर चाहिँ इलेक्ट्रिक। यसरी चराहरूलाई चाहिँ त खाना राखिदिन्छ। यहाँ चाहिँ बिरालोहरूलाई यसरी खाना दिन्छ। हाम्रो चाहिँ एक्सर्साइज यसो वकिङ सकेर हामी चाहिँ अब फर्किन आँटेको। फर्किँदैछौँ, दाइहरू पनि जानुभयो। यहाँ काम धमाधम हुँदैछ। यस्तो छ ल। थ्याङ्क यू फर वाचिङ।